हेलो गाइज, आज चाहिँ म तपाईँलाई त्यस्तै के कसलाई भएको थियो भनेर नि होइन सँगसँगै भुटेर पनि सेयरिङ गरिरहेको छु किन भन्दाखेरि मलाई चाहिँ लाग्थ्यो होइन मकै चाहिँ भुट्ने हाँडीमा मात्रै हो भन्ने लाग्थ्यो क्या मलाई पहिला। अहिले लङ टाइम पनि हाँडीमै हो भन्थेँ अनि म मकै खालि भुटेरै गाउँबाट मगाएको थिएँ कि अनि पछिल्लो टाइम चाहिँ अनि कता कता होइन कराईमा पनि भुटेको मकै राम्रो देखेँ अनि मैले पनि कराईमा मकै भुट्न ट्राई गरेको भने जस्तो दामी हाँडीमा जस्तै हुँदो रहेछ। मैले जहाँसम्म लाग्छ मेरो विचारमा एनालाइसिसमा हाँडीमा मकै भुट्ने चलन चाहिँ कसरी आयो भने कराईमा चाहिँ यसरी भुट्दाखेरि उछुट्टिने धेरै चान्सेस हुँदो रहेछ कि। अब हाँडीमा त माथिपट्टिको भाग सबैजनालाई थाहा छ नि त होइन कस्तो हुन्छ भन्ने कुरो। त्यही भएर हाँडीमा भुट्ने चलन गर्नुभएको रहेछ कि भनेर मैले सोचेँ कि आज यसो अनि यसरी हुन्छ नि आफूलाई चाहिँ मकै खान मन लाग्ने तर कसरी भुट्नु त भन्ने हुन्छ। तर ल हेर्नुहोस् त यसरी कराईमा भयो नि भुट्नुहोस् भने जस्तो नरम हाँडीमा भुट्यो भन्दा स्पेसल बन्छ। फुल पनि उठ्नु पर्ने जति उठ्छ। आजको खाजा एक सब्सक्राइब पनि प्लिज है।